हेलो गाइज, कोलपुरमा मेला लागिसकेको छ र मेला सँगसँगै चाहिँ मेलाको काम 70% 60-70% काम चाहिँ भइसकेको छ भन्ने हामीले सुन्यौँ र अब नजिकै वहीँ गएर हेर्न त अलि जाडो छ, चिसो छ, अनि ड्रोनको सदुपयोग गरौँ भनेर यहाँबाट म चाहिँ ड्रोन पठाउँछु। हेरौँ है के कति काम भएको रहेछ त। कसैले अफर देऊ है मम्मीलाई फिल्मको लागि। कहाँ जाने? यहाँ हेर्नु, त्यहाँ किन जानु पर्यो। यो चाहिँ यसरी त्यो बस पार भयो। अब हाम्रो लगभग यो चौर देख्नुभयो? हो, यहाँ चाहिँ काम भइरहेछ। ल यतापट्टि टिनहरू हालिसकेछन्। यो चाहिँ हाम्रो खुल्ला मैदान। चिसोले चाहिँ अलिकति देखाएको छैन क्या। यो पालि स्टेसन यहाँ बन्न लाग्छ क्या। यो चाहिँ हो। अब हामी के गर्छौँ त भने उसले अगाडि जान्छौँ। यो हो कोलपुरको मेला लाग्ने चौर। जति पनि मेला लाग्छ यहाँ लाग्छ। यो चाहिँ स्टेज हो। अहिले चाहिँ ठ्याक्क अपोजिट डाइरेक्सनमा स्टेज हुँदैछ। अनि त्यसपछि यो अगाडि चाहिँ बालुद्यानको कामहरू भइरहेछ। अनि योपालि कोलपुरमा फेरि जलपरी पनि छ कि। ट्याक्क जलपरी पनि यहाँ यो साइड छ नि। यो देवल देख्नुभयो कि नै? यो जे कार जस्तो छ नि, यो बिचको के यो छ नि, यो चाहिँ जलपरीको लागि हो। अनि यतापट्टि सबै यो स्टलहरू हो कि। जति पनि हामी फर्स्ट गेट छ नि, फर्स्ट गेट चाहिँ अब योपालि अलिकति यो मेन रोडमा बनाइदिएछ। अनि त्यही भएर हिजो चाहिँ एउटा न्युज देखाएको थिएँ कि मैले। यो मेन रोडमा भएको कारणले गर्दा चाहिँ अहिले लगभग फेरि के भइरहेछ कि विवाद आइरहेछ। यो चाहिँ यो रोडै जाम भयो भनेर विवाद आइरह। अनि त्यसपछि हामीले त्यहाँदेखि हामी यहाँ इन्ट्री हुन्छौँ। यहाँ इन्ट्री भयो भने चाहिँ यो पुरै सटरहरू भयो। यो सटरहरूमा चाहिँ हामी लगभग किन्ने सामानहरू जति किन्छौँ। त्यसपछि यहाँबाट इन्ट्री भएर यतापट्टि हेर्न मन लाग्यो भने स्टेजको नजिक गएर टक्क लाएर अब आफूलाई के हेर्न मन छ त्यो हेर्ने। अनि त्यसपछि नत्र अब हेर्न मन लागेन होइन, भनेपछि केही खेल्न मन छ भने यता गएर चाहिँ बालुद्यानको खेल हुने ठाउँ यो हो। यहाँ चाहिँ लगभग अब नजिक लगेर जाउँ है, अलिकति नजिक लगाऊँ। यहाँ यसरी कामहरू भइरहेको छ। यो चाहिँ बालुद्यानको कामहरू। यो चाहिँ यहाँ के छ है, यो यसमा के भन्छ ड्राइगन अनि के छन्, टन्नै छन्। अनि यतापट्टि चाहिँ यो हो क्या। यो छ नि, यो ड्रम जस्तो छ नि, यो बिचमा गोलो हम्पाइप जस्तो छ नि, यो चाहिँ जलपरी हो कि। यस्तो चिसोमा नि कसरी जलपरी बस्छ होला है। ल दुईवटा सिनेमेटिक हान्छु अब। अटोमा होइन, अब उसमा